हुन्छ हजुर। गुड मर्निङ। मान्छेलाई उमेर बालापनमा त्यतिकै हुर्किन्छ, जवानीमा चाहिँ मान्छेलाई तेल पन्नु हालेर मरमसला हालेर राम्रै तेलमा तारेर खुबसँगले खाइन्छ। अनि अब जब कर्तव्य र जिम्मेवारीले थिच्दै जान्छ, जब व्यवहारिक हुँदै गइन्छ, जब उमेरले पनि डाँडा काट्छ, अनि फेरि त हेर्नुहोस् त रोग लागेर व्यवहारले तनावले अनि के गर्नु, तलको एउटा भुइँ खनेर माटो उठाएर बिरुवा रोपेर त्यसलाई जरा उमार्नुदेखि लिएर सबै कुरा गर्नु परेपछि व्यवहार सृष्टि धान्नु परेपछि तनाव र टेन्सनले गर्दाखेरि मान्छेलाई अब बाँच्नुपर्छ भनेपछि यसरी पकाएर पनि खानु पर्दो रहेछ। यसरी नुन मात्रै हालेर खाएर पनि बाँच्नको लागि हेर्नुहोस् है, जिब्रोको स्वादको लागि त किन पो खाइन्थ्यो र है। अब बाँच्नु पऱ्यो, फेरि ठन्डा सन्तानको लागि बाँच्नु पऱ्यो। छोराछोरी जन्म दिएको छ आफूले, हुर्काउनु पऱ्यो, शिक्षा दिनु पऱ्यो, सुरक्षा गर्नु पऱ्यो, कर्तव्य जिम्मेवार छ है। जिन्दगानी नै लै